अब चाहिँ हामी होली खेल्नु गएको दुईजना फुच्चीहरूलाई लिएर ल दा होली खेल्दै गएको लु न अन्त र हातमा रङ लिएर उडाउँदै जानुपर्छ न अन्त हातमा रङ लिएर उडाउँदै जानु पर्दैन अन्त होली स्टार्ट ओ होली ओ यहाँ होली खेल्दै अब बजारमा हेरौँ कस्तो रहेछ होलीको गतिविधि होलीको हिरो ह्याप्पी होली ए गाडी गाडी ओए नगर नकुद नि यहाँ त किन कुदेको हाउडेमा नकुद होली होली त यहाँ मनाउँदै गरेको हुन्छ डर लाग्दो चाहिँ होली celebration is like this हाम्रो केटाकेटीहरूको होली हो चाहिँ निरो त हाँडी हाम्रो ग्याङ चाहिँ ग्याङ होलीको एन्डिङ चाहिँ यस्तो छ होलीको एन्डिङ चाहिँ सकेको छैन अहिले फिलहाल होली सकेको छैन अझै छ लु होलीको एन्डिङ हुनु आँटेको छ लु आएर त्यहाँ दलिदिने अरे लु छिटो रङ लगाऊ अरे लु छिटो लगाइदेऊ बदाम अब हाँडी फुटाउने कार्यक्रम हुँदो रहेछ हाँडी फुटाउँदै यसरी हुन्छ है लु त ह्याप्पी होली होली चाहिँ ऊ तल हल्का गर्न हुँदैछ अब त्यो सकेर सुनसान भयो होली पुलिसले गर्नु दिएन अरे चाहिँ देखाउनु पाइनँ कि रङ लगाएर त यस्तो बनाइदिँदैछ कहाँ हेर्छौ यो त ब्लगमा अब हेर्छस् होली खेलेर गएको गोदम खोला गइँदै गर्नु अब निकै छ कन्भोइ होली यस्तो छ हामी त जाँदैछ खोलातिर हो हाम्रो होलीमा अब रङ धुनुको लागि त अब खोला गई हुन्छ हो अझै खेलाइ हुँदैछ बजारमा त योपालि पुलिसले छिट्टो बन्द गरिदियो अरे मजा आएन अरे सबैलाई अब योपालि अब त्यस्तै भइहाल्यो यो चाहिँ हामी गएको मोदुङ खोला को पिकनिक अब सुरु मिस्टर खोटे
खोला त मैला रहेछ त हौ कसरी हौ तिम्रो त्यही मासुको बन्दोबस्त भएन अब मासु खोज्नु गएको यहाँ माथि गाउँतिर खोलामा उ तल पिकनिक खेल्दैछ यो त मलाई चाहिँ सुकाउने गोदाम थियो अहिले चाहिँ होमस्टे भएछ ए कमलदाको लज रहेछ यहाँनिर 36 आएर बुकिङ गर्दा हुन्छ होइन आएर पत्ता लगाउने जग्गा मुदुङमा खोला चाहिँ अन्डा पोल्दैछ पुरा गाज जाने होइन ड्राइभर को ड्राइभर कुखुरा यो अन्डा भात पाक्दैछ यहाँ पर चिकन पाक्दैछ खेताला लगाइहाल्यो छर्कै हान्नु पर्छ क्या ब्लग गर्दा त मान्छे खिच्नु हुँदैन क्या मान्छे पिकनिक चाहिँ ओभर छ है हाम्रो पनि पर्यो अब रात परेर यस्तो भइसक्यो त्यहाँबाट लाइट खोला चाहिँ यस्तो भइरहेको छ खोला चाहिँ अँध्यारो भएर अब हाम्रो खाना पाक्यो यस्तो छ पिकनिक चाहिँ रात पऱ्यो 7 बज्यो यस्तो छ पिकनिक चाहिँ अँध्यारोमा अब चाहिँ मेला पिकनिकको एन्डिङ भएको सकिने रात पऱ्यो 7-8 बज्यो अँध्यारो त यस्तो छ